आफ्नो गल्ती मान्नै नसक्ने मान्छेहरू हुन्छन् नि, त्यस्तो मान्छेहरू देखेर चाहिँ मलाई दिक्क लागिसक्यो के। अनि यो चाहिँ कुनै उनीहरूले अन्जानमा गर्ने काम होइन के। यो जानेर एकदम सोचेर बुझेर उनीहरूको चाहिँ प्लान एउटा स्ट्र्याटेजी हुँदो रहेछ के। आफूभन्दा सानो, आफू सर या आफूभन्दा ठुलो जोसुकै भए पनि उनीहरूको अगाडि चाहिँ आफूलाई चाहिँ सही नै देखाउन खोज्ने क्या, जसरी पनि गल्ती चाहिँ एक्सेप्ट गर्नै नसक्ने। अनि यो चाहिँ किन भन्दाखेरि चाहिँ उनीहरूले कस्तो सोच्ने रहेछ भन्दाखेरि यदि कसैको अगाडि आफ्नो गल्ती स्वीकार गरिहाल्यो भनेदेखि चाहिँ उनीहरूको अगाडि सानो भइन्छ, उनीहरूले हेप्छ भन्ने त्यस्तो कन्सेप्ट हुँदो रहेछ। यसमा चाहिँ कुनै क्याटेगोरी नै छैन क्या। एकदमै भयङ्कर ठुलो गल्ती गरेर चाहिँ उसले आफूलाई डिफेन्ड गर्न खोजेको या आफूलाई सही देखाउन खोजेको हो भन्ने। एउटा सानो कुरादेखि एकदमै ठुलो कुरासम्म उसको चाहिँ सेम नै माइन्डसेट हुन्छ क्या। विचार नमिल्ने कुरामा पनि एकदमै आर्ग्युमेन्ट हुने अनि त्यसमा चाहिँ अर्कोलाई एकदमै नराम्रो देखाउन खोज्ने क्या। जस्तै अब मैले सपोज कुनै कुरा चाहिँ आफ्नो परिवारसँग लुकाएँ अरे, त्यो कुरा भन्न जरुरी पनि छैन, तर भनिहाल्यो भने पनि सायद पिर लिन सक्छन् या फ्यामिलीमा एउटा टेन्सन हुन्छ भनेर चाहिँ त्यो कुरा मैले आफैसँग लुकाएर राखेँ। त्यसमा चाहिँ कुनै पनि नराम्रो भावना छैन होइन, मैले त्यस्तो सोचेको छैन। तर त्यो दोस्रो व्यक्तिलाई यो बारेमा थाहा भयो भने चाहिँ अनि यो मौकाको फाइदा उठाएर चाहिँ अब उसले खुट्टा तान्न थाल्छ कि होइन कसरी कुरा लुकाउन सक्छौ हो, म त कहिले पनि यसरी कुरा लुकाउन सक्दिनँ, म त यस्तो छैन त्यस्तो छैन यान त्यान भनेर आफूलाई नै यति गिल्टी फिल गराइदिन्छ कि ला मैले साँच्चीकै नै गल्ती गरेछु कि भन्ने त्यस्तोसम्म फिल गराइदिन्छ कि त्यस्तो भनिकन। र यही कुरा पछि के सन्दर्भमा निस्कियो अनि त्यसपछि मैले चाहिँ आफूलाई एक्सप्लेन गर्न खोजेँ कि मेरो मनमा त यस्तो थिएन, तर तपाईँले चाहिँ यो कुरालाई कति नराम्रो बनाइदिनु भयो, कति नराम्रो सोचिदिनु भयो भनेर भने चाहिँ अनि उसले तब आफूलाई एक्सप्लेन गरेर जसरी पनि गल्ती चाहिँ मेरो नै देखाउन खोज्छ।